सबैभन्दा पहिला मान्य भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती मुर्दाबाद भनेर संसदभित्र नारा लगाउने हिम्मत गर्नुपर्छ। उहाँले जसरी यसलाई टेबल गर्नुभएको छ अर्थात् पेश गर्नुभएको छ, यो नेपालको स्वाधीनतामाथिको वज्रपात हो। आज नेपाल सरकारले जुन प्रस्ताव टेबल गरेको छ यो नेपाल कम्युनिस्ट पार्टीको सरकार जसको नेतृत्व केपी शर्मा ओलीले उहाँको मन्त्री परिषदले पारित गरेको प्रस्ताव यहाँ टेबल गर्छ। यो प्रस्ताव राष्ट्रघाती हो भनेर भन्ने हो भने सबैभन्दा पहिला मान्य भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती मुर्दाबाद भनेर संसदभित्र नारा लगाउने हिम्मत गर्नुपर्छ। यो प्रस्ताव राष्ट्रघाती भनेर भन्ने हो भने पुष्पकमल दाहाल मुर्दाबाद भनेर माओवादीको सांसदहरूले र माधव नेपाल मुर्दाबाद भनेर एकीकृत समाजवादीको सांसदहरूले नारा लगाउनुपर्छ। त्यसपछि मात्र यसका बारेमा उहाँले कुरा राख्नुपर्छ। आज सुखद कुरा सम्माननीय सभामुखले जे भन्नुभयो, यो विषय संसदमा छलफल हुने विषय बाहिर भइरहेको छ, संसदभित्र गरौँ भनेर भन्नुभएको छ। त्यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो र अवरोधको बिचमा संसद चल्छ कि चल्दैन, यो विषयमा छलफल होला कि नहोला भन्ने कुरा पनि आजबाट टुङ्गिएको छ। हामीले त्यही एउटा कुराको डर थियो। आजको छलफलमा नेकपा एमाले भाग लिनुभयो, मजदुर किसान पार्टीले, जनमोर्चाले, माओवादी पार्टीले सबैले भाग लिइसके पछाडि अब 12 गतेबाट यसमा सामान्य छलफल प्रारम्भ हुन्छ र छलफल प्रारम्भ भइसकेपछि छलफल कसरी हुन्छ, आज जसरी भएको छ त्यसै गरिकन हुन्छ। यसै गरिकन छलफल हुन्छ। छलफल भएर यसै गरी छलफल नाराबाजीको बिचमा पनि छलफल हुन्छ भन्ने कुरा त आज नाराबाजी गर्नेहरूले नै छलफलमा भाग लिएर यसलाई पुष्टि गरिसक्नु भयो। यसै गरी छलफल हुन्छ, अन्य विधेयकमा छलफल भए छलफल हुन्छ र यो मतदानमा जान्छ। मतदानमा जाँदै गर्दा हिजो नेपाल कम्युनिस्ट पार्टीको सरकार हुँदै गर्दा आफै सरकारमा बसेर तयार गरेको प्रस्ताव, आज शेरबहादुर देउवाले नेतृत्व गर्नुभएको सरकारले प्रस्तुत गरेको प्रस्ताव संसदमा प्रस्तुत भइरहेको बेलामा सबै सांसदहरू यहाँभित्र उपस्थित भएर यसको पक्ष वा विपक्ष मतदान गर्दै एउटा प्रश्न भने आउँछ। सरकारमा पनि बस्ने, सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने कुरा यो राजनीतिक नैतिकताको प्रश्न पनि होला, यो जवाफदेहिताको प्रश्न पनि होला, जनतालाई जवाफ दिने कुरा पनि होला। त्यसैले मलाई के लाग्छ भने अब सबैले आफ्नो डबल स्ट्यान्डर्ड छाड्नुपर्छ। पक्षमा हो भने पक्षमा हो, विपक्ष हो भने विपक्षमा हो। यसको विपक्षमा मतदान गर्ने हो भने विपक्षमा मतदान गर्ने, आधाले विपक्षमा मतदान गरे जस्तो गर्ने, विपक्षमा लागे जस्तो गर्ने, आधाले पक्षमा लागेको जस्तो गर्ने कुरालाई पनि बन्द गर्नुपर्छ। हामी त के आह्वान गर्छौँ, 12 गतेको छलफलमा सबैले भाग लिउँ। त्यसको संसदको प्रक्रिया अनुसार मतदानमा जाँदै गर्दा यसलाई हिजो प्रस्तुत गरेर नेकपा एमालेलाई पनि पक्षमा मतदान गर्न अनुरोध गर्छौँ। यसको अहिले सरकारमा भएको माओवादी समाजवादी सबैलाई गर्छौँ हो। सँगसँगै यसमा जुन परिमार्जनको कुरा छ, परिमार्जनको दुईवटा विकल्पहरू हामी छलफलमा ल्याइरहेका छौँ। एउटा व्याख्यात्मक घोषणाको एउटा माध्यम छ, त्यो माध्यमलाई पनि संसदले लिएर जान सक्छ। सङ्कल्प प्रस्तावको अर्को माध्यम छ। यी माध्यमहरूमा काम गर्ने भने काङ्ग्रेस सबै माध्यममा कुराकानी गर्न, सबै विकल्पमा कुराकानी गर्न खुला छ। हामी यो बाटोबाट जान सक्छौँ होइन, यो बाटोबाट जाउँ। होइन भनेदेखि भने यो प्रक्रिया अगाडि बढ्छ, त्यो प्रक्रिया सँगसँगै विषय गरेर टुङ्गिन्छ। यो विषय अगाडि बढ्दै गर्दाखेरि हामीले आफ्नो पक्षमा आफू उभिँदै गर्दाखेरि यो गठबन्धन रहन्छ, गठबन्धन रहँदैन, यसलाई ध्यान दिएर केन्द्रमा राखेर गर्ने, आफ्नो कर्तव्य पुरा गर्ने हो। हामीले आज संसदभित्र प्रस्तुत गरेको एउटा अहिलेको यो नेपालको सरकारको एउटा कर्तव्य पुरा गर्दै गर्दा त्यसको परिणाममा रहेन भने रहेन। हामी त्यो अवस्था नआओस् भन्ने चाहन्छौँ। हामी त के चाहन्छौँ भने नेपाली कङ्ग्रेसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गरेको प्रस्तावमा राम्रो छलफल गरौँ, केही परिमार्जन गर्ने उपायहरू हामी भनिरहेका छौँ, त्यो उपायहरूको अवलम्बन गरौँ र यो बाटो समातेर यसमा सबैले मतदान गरेर जाउँ भन्ने चाहन्छौँ। त्यो भएन भने के हुन्छ भन्ने कुरा जे हुन्छ त्यही बेलामा त्यही अनुसारले हामी सामना गर्छौँ। सुनेमा कतिको ढुक्क हुनुहुन्छ? मलाई आज जसरी टेबल भएको छ यो अन्यल अलमलका बिचमा पनि मलाई के विश्वास छ भनेदेखि भने यो टेबल भएर छलफल भएर पास हुने दिनसम्ममा आज टेबल गर्ने ठाउँसम्म आइपुगेका साथीहरू त्यो बेलामा मतदान गर्ने ठाउँसम्म आइपुग्नुहुन्छ। संविधान, नेपालको कानुन, नेपालको सार्वभौम सत्ता, नेपालको स्वाधीनताको विरुद्धमा नेपाली काङ्ग्रेसको तर्फबाट अर्थमन्त्री हुनुभएका ज्ञानबहादुर कार्कीले एमसीसँगको सम्झौता, सत्ताधारी दलहरूको बिचमा पनि कुनै सहमति नभई नेपालमा सङ्घीय कानुन बमोजिम अरू देशसँग गरेका सम्झौताहरू प्रस्तुत गरिनेछन् भन्ने कानुनी व्यवस्था प्रष्ट नभई उहाँले जसरी यसलाई टेबल गर्नुभएको छ अर्थात् पेश गर्नुभएको छ, यो नेपालको स्वाधीनतामाथिको वज्रपात हो। यो राष्ट्रघाती क्रियाकलाप गर्ने, विदेशको अगाडि लम्पसार पर्ने, नेपालको कानुन, नेपालको संविधान, नेपालको स्वतन्त्र परराष्ट्र नीति
र नेपाली जनताको स्वाभिमानमाथिको ठुलो आघात हो। यसको देशभक्त नेपाली जनताले निन्दा गर्नुपर्छ। अघि तपाईँले भन्दै हुनुहुन्थ्यो नेकपा एमालेको तर्फबाट संसद अवरुद्ध भइरहेको स्थितिमा जसरी हल्लाको बीचमा यत्रो नेपालको राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित नेपाली जनताको स्वाभिमान दीर्घकालीन अस्तित्वसँग सम्बन्धित विषयलाई जबरजस्ती प्रस्तुत गरिएको छ, यो अलोकतान्त्रिक, यो गैरकानुनी र यो नेपाली जनताको आवाजलाई कुल्चिने दुष्प्रयास हो। यसको निन्दा गर्नुपर्छ। नेपाली जनताले यसको विरुद्धमा आवाज उठाउनुपर्छ भनेर मैले संसदभित्र पनि कुरा राखेको छु। तपाईँहरूलाई थाहा छँदैछ नेपालको संविधानको धारा 279 बमोजिम यदि कुनै अरू देशसँगको सम्झौतालाई संसदमा प्रस्तुत गर्नुपर्ने हो भने या त सङ्घीय कानुन हुनुपर्छ या त्यो 2/3 बहुमतले त्यसलाई अनुमोदन गर्ने व्यवस्था हुनुपर्छ। कानुनको सारा मर्यादाहरूलाई कुल्चेर प्रधानमन्त्री शेरबहादुर देउवाले जबरजस्ती सरकारमा रहेको नेकपा माओवादीको विमति हुँदाहुँदै र त्यहाँ कुनै सहमति नहुँदै जसरी जबरजस्ती गर्नुभएको छ, यसबाट के देखिन्छ भने उहाँ विदेशी शक्तिको अगाडि लम्पसार परेर नेपाली जनताको आवाजलाई कुल्चिने, नेपालको संविधानलाई कुल्चिने, नेपालको स्वाधीनतालाई र नेपालको चिरकालीन अस्तित्वलाई धरापमा पार्ने उहाँले कुकृत्य गर्नुभएको छ। म यसको निन्दा गर्न चाहन्छु र सम्पूर्ण देशभक्त नेपालीलाई म भन्न चाहन्छु यो जसरी संसदमा पेश गरिएको छ यसलाई जबरजस्ती पारित गरियो भने यो देशघाती, यसले हाम्रो संविधान मिच्छ, हाम्रो भूमि कब्जा गर्छ, हाम्रो स्वतन्त्र परराष्ट्र नीतिलाई समाप्त गर्छ, हामीलाई हिन्द प्रशान्त रणनीति अमेरिकीको ठाउँमा घसिडेर लैजान्छ। यस्तो खालको जुन सन्धि सम्झौतालाई अगाडि बढाइयो भने यसले हामी नेपालीहरूले आफ्नो स्वाधीनतालाई गुमाउनु पर्ने हुन्छ। त्यसकारण यसको निन्दा भर्त्सना गर्नुपर्छ र यो संसदबाट कुनै पनि हालतमा पारित हुनु हुँदैन, यसलाई अस्वीकार गरिनुपर्छ भन्ने मेरो धारणा छ। धन्यवाद। भयो यता सरकारमा पनि सत्तारूढ दलहरू विवाद भयो, यो के हो बात? अगाडि तल गर न टाउको आयो। हिजो हाम्रो पार्टीको स्थायी कमिटीको बैठकले संस्थागत धारणा के बनाएको भने एमसिसीमा हाम्रा थुप्रै रिजर्भेसनहरू छन्, हाम्रा केही असहमतिहरू छन्, त्यहाँ भएका केही प्रावधानहरूले राष्ट्रको हित गर्दैन भन्ने निष्कर्ष पनि छ। त्यसो गर्दै गर्दा संशोधन गर्ने ठाउँ दुईटा देशको बिचको एमसिसी कन्ट्र्याक्टमा साइन गर्ने पक्ष अमेरिकन सरकार र नेपाल सरकारको बिचमा त्यो संशोधनको गुन्जाइस भएन भने अर्को एउटा संशोधन गर्ने ठाउँ पार्लियामेन्ट पनि हो। त्यहाँ ओपन छलफल गरौँ, ती विषयहरूका बारेमा हामीलाई एउटा स्पष्ट हुने मौका, जनतालाई सही सूचना दिने मौका पनि हुन्छ र यसलाई टेबल गर्न दिउँ भन्ने कुरा हाम्रो पार्टीको सर्वसम्मत निर्णय हो। सर्वसम्मत निर्णय भएकै कारणले चाहिँ यो कुरा बाहिर आएको हो र हामी यसको पक्षमा पनि उभिएका हौँ। अब रह्यो संशोधन हुन्छ कि हुँदैन, यत्तिकै एमसिसी पास हुन्छ कि हुँदैन भन्ने सन्दर्भमा हामीसँग अहिले अब टेबल भइसक्यो, हामीसँग समय छ, हामीसँग टाइम छ। त्यसकारण यो टाइमलाई हामीले प्रयोग गर्छौँ र केही उसको कुरा हुन्छ जस्तो केही सङ्कल्प प्रस्ताव, केही सन्धि सम्बन्धी केही प्रावधानहरू छन् हाम्रा, तिनीहरूलाई पनि टेकेर कन्ट्र्याक्टको पार्ट अफ दी संशोधन केही कुरा हुनसक्छ कि पार्लियामेन्टमा पार्लियामेन्टेरियनहरूले त्यसको विकल्प खोज्ने काम हुन्छ। त्यो कुराको लागि सरकारले सहजीकरणको काम गर्छ। त्यसो भए अब पार्लियामेन्टको प्रपर्टी भइसक्यो, के विषयहरू संशोधन गर्ने र नगर्ने भन्ने कुरा पार्लियामेन्टेरियनकोहरूकै कोर्टमा बल गयो। अब मत विभाजन भयो तपाईँहरूको सम्मानित नेताले भर्खरै के भनेर सानो सहयोगका लागि यसरी चाहिँ गर्नु हुँदैन थियो, सहमति भएको थिएन भन्नुभयो, विभाजित हुन सक्ने सङ्केतसम्म दिनुभयो पार्टीमा। सानो इस्यु हो भने त पार्टी विभाजन जस्तो गम्भीर बाटो त जानै हुने भएन। हाम्रो वरिष्ठ नेताले भने जस्तो सहमति भएको इस्यु हो र यति सानो इस्युमा हामीले फरक कुरा गर्न हुँदैन भन्ने कुरा नेता कमरेडकै स्पिड हो भने म पनि त्यसमा सहमत छु। हामीले एउटा साझा धारणा बनाएर आएका थियौँ, त्यही कारणले हाम्रो पार्टीमा भएको साझा धारणाको कारणले अरू पार्टीमा पनि आज एमसिसी टेबल गर्न दिने भन्ने कुराको सहमति भएको।